जीवनका दुईवटा पाटा हुन्छन् भनेर, एउटा दुःख र अर्को सुख। जुन मान्छेको मनमा धैर्यता अनि सन्तोष हुन्छ ऊ धन सम्पत्ति बिना पनि त सुखी हुन्छ, र जोसँग अथाह धन सम्पत्ति हुन्छ तर उसको मनमा सन्तोष हुँदैन भने त्यो कहिले पनि खुसी रहन सक्दैन। यस धरतीमा दुई जातहरू छन्, पुरुष र अर्को नारी। पुरुष जुन यस दुनियाँमा महिला भन्दा माथि गनिने गर्छन्, चाहे महिला कति माथि पुगोस् वा उसले जतिसुकै राम्रा काम गरोस् वा पुरुषले जतिसुकै घृणा लाग्दो काम गरोस्, तर नारीको तुलनामा पुरुष सधैँ माथि हुने गर्छ। र नारी ऊ सधैँ नै कर्तव्यनिष्ठ, व्यवहारिक अनि सुशील हुने गर्छन्। जतिसुकै पीडा परे पनि हाँसी हाँसी आफ्ना काम गरिरहेका हुन्छन्। निकै सहनशील हुने गर्छन् नारी, सबै कुराको ख्याल राख्ने गर्छन्। घर परिवार, आफ्ना बालबच्चाहरू, पुरुषको सन्तुष्टि, घरका सबै कामहरू आफ्नो कर्तव्य सम्झेर पूरा गरिरहेका हुन्छन्। सबै कुराहरू त्यागेर यहाँसम्म कि आफूलाई जन्म दिने बाबा आमासम्म त्यागेर एउटा अन्जान अपरिचित घरमा एउटा अन्जान जीवनसाथीको जिन्दगीभरि स्वाद निभाउनको निम्ति नारी तत्पर हुने गर्छन्। यो एउटा ठूलो बलिदान पनि त हो। यही नारीको सबैभन्दा ठूलो कुरा उसको इज्जत हुने गर्छ, उसको अस्मिता हुने गर्छ। रोज यो अस्मिता नै रहेन भने, उसको इज्जत लुटियो भने के हुन्छ? हो, मेरो जीवनमा पनि यस्तै भएको छ। मायाको जाल रोजेर नाटकीय रूपले मेरो अस्मितामा दाग लागेको छ। आफूले माया गर्ने मान्छेले नै मलाई घात गरेको छ, मेरो अस्मितामा दाग लगाएको छ। र यो अतीत 2 वर्ष बितिसक्दा पनि म बिर्सिन सकिरहेकी छैन। भुलाउन खोज्छु तर सक्दिन, र अनेकौं ख्याल मनभित्र बढारिएका हुन्छन्। सोच्छु के माया यति स्वार्थी हुन्छ? कसैको जिन्दगी नै खराब हुने गरी माया किन लगाइन्छ? किन? उसको अनि मेरो भेटघाट गुल्मीको तमघासमा भएको थियो। म मेरी हजुरआमासँग हजुरआमाको पेन्सन बुझ्न गएकी थिएँ, र मेरी फुफू दिदीको घर पनि त्यतै तमघासमा पर्छ। त्यहाँ उसँग मेरो परिचय भएको थियो। ऊ नेपाली सैनिक रहेछ। उसँग कुराकानी गर्दा गर्दै उसले मेरो मोबाइल नम्बर माग्यो, तर मैले उसलाई नम्बर दिइन। एउटा अपरिचितलाई म कसरी नम्बर दिन सक्छु र त्यो पनि पहिले भेटमा भने। उसले आफ्नो नम्बर दियो र सम्झना आएछ भने यो नम्बरमा फोन गर्नु भनेर भन्यो। लगभग 3-4 घण्टा हामी सँगै बस्यौं। उसले आफ्ना सबै कुराहरू, घर परिवारको बारेमा सबै मसँग भन्यो र मेरो बारेमा पनि सोध्यो। कुरा त निकै राम्रा गर्थ्यो। हजुरआमाको पेन्सन बुझेपछि हामी फुफू दिदीकोमा गयौं। फुफू दिदी भिनाजुसँग कुरा गर्दा गर्दै साँझ त बित्यो। जब खाना खाएर हामी सुत्न गयौं, खै निद्रा नै लाग्न छोड्यो। दिनभरि उसँग बिताएका ती पलहरू मेरो आँखा भरिभरि घुमिरहे। उसको त्यो कलिलो मुहार मेरो आँखा अगाडि आउन थाल्यो। उसमा त्यस्तो केही छ भन्ने जस्तो मलाई लाग्यो। उसकै कल्पनामा छटपटी छटपटी त्यो रात मैले काटेँ। अर्को दिन मैले उसलाई फोन नगरी बस्नै सकिनँ। उसले मलाई भेट्न बोलायो। म पनि फुफू दिदीलाई घुम्न जान्छु भनेर उसँग भेट्न गएँ। उसले भन्यो, मलाई त रातभरि निद्रै लागेन, तिम्रो कल्पनामा डुबिरहेँ भनेर। मलाई पनि त यस्तै भएको थियो, तर म उसामु बोल्नै सकिनँ। धेरै बेरसम्म हामी मिठा मिठा कुरा गर्दै बसिरह्यौं। त्यसबीचमा उसले मलाई घुमाइ फिराइ प्रेम प्रस्ताव पनि राख्यो। मैले पनि घुमाइ फिराइ त्यसको जवाफ दिएँ। हामी खुसी थियौं, तर भन्छन् खुसी छेडेको हुन्छ भनेर। हामी छुट्टिनु पर्ने थियो। सास पर्न आँट्यो। भोलि बिहानै फुफूको घरबाट आफ्नो घर जानु छ, फर्कनु छ। खै अब उसको र मेरो भेट कहिले हुने हो? उसँग बिदा भएर म फुफूकोमा गएँ। छुट्टिँदाको त्यो पल निकै निराश लाग्दो भएको थियो।
तर के गर्ने, छुट्टिनु त पर्दो रहेछ। अर्को दिन हामी घर फर्कियौं। म घर त फर्केकी थिएँ, तर मन भने तमगासमै छुटेछ क्यार। उसँग बिताएका ती क्षणिक पल, ती पलहरूले मेरो निन्द्रा भोग सब थोक गरेको थियो। उसँग दिनहुँ फोनमा कुराकानी हुने गर्थ्यो। फोनमा कुरा गर्दा समय गएको पत्तै हुँदैन थियो। भन्थ्यो, तिमीसँगै हुन नपाउँदा निकै एक्लो महसुस भएको छ। तिमीसँगै हाँस्न नपाउँदा, तिमीसँगै रुन नपाउँदा निकै गाह्रो भएको छ भन्थ्यो। जहाँ तिमी टामा हुन नपाउँदा, जहाँ तिमी टामा हुन नपाउँदा, तिमी रुँदा तिमी सँगै रुन नपाउँदा, माया बोक्ने मुटु नै काटे जस्तो हो। मैले टेक्ने धरती नै फाटे जस्तो हो। माया बोक्ने मुटु नै काटे जस्तो हो। मैले टेक्ने धरती नै फाटे जस्तो हो। मैले टेक्ने धरती नै फाटे जस्तो हो। भन्छन् बिछोड पछिको मिलन निकै राम्रो हुन्छ भनेर, तर मेरो जीवनमा बिछोड पछिको त्यो मिलन जिन्दगीको दाग बनेर बसेको छ। करिब 4 महिना पछाडिको कुरा हो। म फुफू दिदीको घरमा गएँ। बहाना त उसैलाई भेट्ने थियो। मैले उसलाई फोन गरेँ। उसले साँझ भेटौँ भन्यो। साँझ त कसरी भेट हुन सक्थ्यो र? मैले हुन्न भने। उसले किन मेरो माया लाग्दैन र साँझ मलाई फोन गर्नु, म त्यहाँसम्म लिन आउँछु भन्यो। खै मलमलमा परे। हुन्छ भनौ कि हुन्न भनौ? ल ल धेरै नसोच, आऊ है भन्यो। अनि उसले फोन राख्यो। हामीले खाना खायौं अनि सबै सुत्न गयौं। म भने बिस्तारै उठेर बाहिर निस्किएँ अनि उसलाई फोन गरेँ। पानी पर्ला पर्ला जस्तो पनि भएको थियो। केही छिन पछाडि ऊ आयो अनि जाउँ हाम्रो कोठातिर भन्यो। त्यो रातिमा म एक्लै केटी कसरी जाउँ? यतै बसौँ न भने, तर ऊ मानेन। जानै पर्छ, जाउँ भन्यो। उसको आग्रह म नकार्न पनि सकिनँ अनि हामी उसको कोठातिर लाग्यौं। जाँदा जाँदै पानी पनि परिहाल्यो। हाम्रो सबै कपडा भिज्यो। कोठामा पुगेर उसले कपडा फेर्यो। मलाई पनि आफ्नो सर्ट र प्यान्ट दिएको थियो। मैले पनि कपडा फेरेँ। त्यसपछि उसले चिया बनाएर ल्यायो। हामी दुवैले चिया खायौं र मिठा मिठा कुरा गरी अबेरसम्म बसिरह्यौं। धेरै पानी परेकोले लाइन पनि गयो। आकाश गर्जिरहेको थियो। हामी बिस्ताराको तातो सिरक मुनि पस्यौं। मैले नकार्दा नकार्दै पनि उसले विश्वास देखाउँदै उसले आफ्नो स्वार्थ पूरा गरी छाड्यो। बिहान 4 बजेतिर पानी बस्यो। ऊ मलाई छोड्न फुफूको घरसम्म आयो। अर्को दिन दिउँसो म घर जान पनि हिँडेँ। उसलाई फोन गरेर भेट्न पनि बोलाएँ, तर उसले इमर्जेन्सी परेर म पाल्पा गएको छु भन्यो। हुन्छ म गएँ भने। उसले पनि जाऊ भन्यो अनि म घर गएँ। घरमा पुगेँ अनि म आइपुगेँ भन्न उसले फोन गर्छु भन्दा फोन स्विच अफ थियो। फेरि भोलिपल्ट हान्दा पनि फोन स्विच अफ थियो। मन निकै आत्तिएको थियो। फेरि ऊ केही काम परेर बाहिर गएको छु भन्थ्यो। त्यसैले नटिपेको पनि त हुन सक्छ भनेर चित्त बुझाए। त्यस्तै लगातार 1 हप्ता बित्यो, तर मोबाइल स्विच अफ नै थियो। मनमा विभिन्न कुराहरू खेल्न थाले। खै किन उसको फोन स्विच अफ थियो? एक दिनमा 1000 पटकसम्म पनि ट्राई गर्दा फोन लाग्दैन थियो। कति बेला त दिक्क लागेर आउँथ्यो। एक्लै बसेर रुन्थे। करिब 15 दिन पछिको कुरा हो। मनमा
आशा त मरिसकेको थियो। तैपनि लाग्छ कि भनेर मैले उसलाई फोन हाने। फोन लाग्यो। म भन्न सक्दिनँ कि म कति खुसी भएकी थिएँ भनेर। उसले फोन उठायो, मसँग नचिने जस्तो व्यवहार गर्यो। म सम्झना हो भन्दा म बिजी छु, पछि फोन गर भनेर फोन काटिदियो। म निकै निराश भएँ। उसको बोली व्यवहारमा निकै परिवर्तन भएको थियो। मैले अर्को दिन उसलाई फोन हाने। अर्को दिन पनि म बिजी छु भन्न थाल्यो। मैले किन यसो गर्छौ, मैले केही गल्ती गरेर भन्दा ऊ मसँग चर्किन थाल्यो। तिम्रा फाल्तु कुरा सुन्ने मसँग टाइम छैन, अबदेखि मलाई फोन नगर्नु, मैले तिमीलाई चिन्दैन भन्यो अनि फोन काटिदियो। मेरो दुःखको सीमा थिएन। म निकै स्तब्ध भएको थियो। संसार नै शून्य लाग्यो। जीवनका सारा खुसी लुटिएको जस्तो आभास भएको थियो। त्यो मायाको नाटक आखिर एक रात पाउनको लागि यति ठुलो मायाको नाटक गरेको रहेछ। मैले भने उसलाई आफ्नो जिन्दगी ठाने। तन मन सब थोक उसलाई सुम्पे। आज आएर उसको स्वार्थ पूरा भएपछि उसले मलाई चिन्दैन भन्छ। हो, मायाको झुटो जाल बिछाएर ऊ मेरो अस्मितामाथि खेलेको छ, मेरो विश्वासलाई तोडेको छ। आज मलाई आफैमाथि घृणा लागेर आउँछ। किन मैले ती स्वार्थी आँखाहरूलाई चिन्न सकिन, ती जाली कुराहरू किन बुझ्न सकिन। आज म मेरै नजरमा गिरेकी छु। हो, बदनाम भएकी छु। बदनाम भएमा तिम्रै कारणले, बर्बाद भएमा तिम्रै साँच्चै माया भन्ने कुरो पनि कति अनौठो छ है। लगाए लाउन मिल्ने, छुटाए छोड्न मिल्ने। माया सधैँ माया भइराख्दो रहेछ। हामीले गरेको माया सधैँ साँचो नै हुन्छ भन्ने पनि त हुँदो रहेछ। जसलाई हामीले सबैभन्दा बढी विश्वास गरेका हुन्छौँ, कुनै मोडमा आएर उसैले नै विश्वास तोड्छ भने हो, मायाले बुझ्नै नसकिने रहेछ। कहाँ कति बेला छल गर्छ थाहा नै नहुँदो रहेछ। माया गरिन्छ, कहिले खुसी प्राप्त हुन्छ, कहिले वेदनाको डल्लो पनि पाउने गरिन्छ। माया भन्ने कुरो कहिले हाँसोको क्षण प्रस्तुत गर्ने एउटा खुसीको बहाना पनि बन्दो रहेछ, कहिले अथाह पीडाहरू पोख्ने एउटा आँसुको तलाउ पनि बन्दो रहेछ। धेरै यस्ता कुराहरू, धेरै यस्ता घटनाहरू घटिरहेका हुन्छन् जहाँ कसैले कसैको विश्वास तोडेको हुन्छ। यस्तै आज सम्झना पौड्यालको जिन्दगीमा भएको छ। कार्यक्रम प्रेम कहानीको यो बसाइमा आफूलाई समावेश गराउनुभयो। धन्यवादका शब्दहरू दिन चाहन्छौँ सम्झना पौड्याललाई। गखुङ्गा अर्घाखाँचीबाट हामीलाई सम्झनु भएको थियो, आफ्नो प्रेम कहानी प्रस्तुत गर्ने मौका दिनुभएको थियो। पक्कै पनि सब हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। तपाईको माया, तपाईको ममता सधैँभरि यसरी नै पाइराखौँ, यो अपेक्षा पनि गर्न चाहन्छौँ। पक्कै पनि कार्यक्रम प्रेम कहानीको यो बसाइमा छौँ। आजलाई भने यही बिट मार्नुपर्छ। जीवनमा सबै कुराहरू हामीले नागिन्छ, तर समय, हो, हामीले समयको पनि पालना गर्न छाड्यौँ भने आखिर त्यो मानव भएर त्यो मानवको अर्थ के भयो र होइन। त्यसैले हामी समयसँग छौँ, समयसँग बाँधिनुपर्छ, समयमा सबै कुराहरू भ्याउनुपर्छ। त्यसैले त अब भने हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ, बिताउनुपर्छ। कस्तो लाग्छ तपाईँले कार्यक्रम प्रेम कहानी? सल्लाह सुझाव दिन सक्नुहुन्छ। हाम्रो स्टुडियोको ठेगाना कार्यक्रम प्रेम कहानी, सामुदायिक रेडियो देउराली 101 मेगाहर्ज सन्धिखर्क छ।